वर्तमानको शिक्षा न जीवनसँग जोडियो न जगतसँग जोडियो त केवल जागिरसँग जोडियो। यदि यो शिक्षा जागिरसँग जोडियो भने यसले सूचनाको माग गर्छ। यदि सूचना मात्रै यो दिमागमा सङ्कलन गरियो भने कम्प्युटरको ऱ्याम भरिए जस्तै दिमागमा सूचनाहरूले भरिने छ, तर यसले काम धेरै गर्न सक्ने छैन। त्यसैले जीवनलाई अर्थपूर्ण र राम्रो बनाउनका लागि, सार्थक बनाउनका लागि शिक्षालाई जीवनसँग जोड्न जरुरी छ। जीवन उपयोगी कामसँग लगेर जोड्न जरुरी छ भने यो शिक्षालाई हामीलाई चाहिने प्राकृतिक जीवनशैली बनाउनका लागि बनाउन आवश्यक छ भने जागिर त यो शिक्षाको सबैभन्दा सानो र एउटा छोटो टुकडी मात्रै हो। हामीले जबसम्म शिक्षालाई जीवन, जगत र यसका लागि जीवन चलाउन आवश्यक पर्ने कामको खोजी गर्न र त्यसलाई परिचालन गर्न आवश्यक पर्ने जागिरका लागि सोच्न थाल्छौँ, तब मात्रै शिक्षा परिपूर्ण र उपयोगी हुन सक्छ।